एकचोटि एक शान्त मठमा केही समय अघि मात्र भर्ना भएको एक युवा भिक्षु थिए। उनका जीवनका ताना विगतका पीडाले भरिएका थिए, परिवारका झगडा, बाल्यकालका सङ्घर्षहरू र गहिरा निराशाहरू जसले उनको मन कहिल्यै शान्त हुन दिएन। मठ जस्तो शान्त स्थानमा समेत उनलाई सधैँ केही न केही गलत भइरहेको जस्तो लाग्थ्यो। जहाँ कुनै समस्या थिएन त्यहाँ पनि उनले समस्या देख्थे। उनको मन अनावश्यक सोचको जालमा बाँधिएको थियो। साना कुराहरू पनि उनलाई जटिल लाग्थे। एक दिन उनले अब सहन नसक्ने भइहाले। उनी गुरु सामु गएर भने, गुरुजी, म थाकिसकेको छु। मेरो विगतले मलाई छोड्दैन। पुराना कुरा, अहिलेका कुरा म सधैँ सोचिरहन्छु। म शान्ति खोजिरहेको छु। के गरौं? गुरु मुस्कुराउँदै बोल्नुभयो, आउनुस्, म तपाईलाई देखाउँछु। उनीहरू मठ बाहिर निस्किए। एक टाढाको डाँडातिर इसारा गर्दै गुरुले भन्नुभयो, त्यहाँ टुप्पोमा एउटा सानो झुपडी देख्नुहुन्छ? त्यहाँ हाम्रो सबैभन्दा ज्येष्ठ भिक्षु बस्नुहुन्छ। वर्षौं अघि उहाँ ध्यानका लागि एक्लै बस्नु भएको छ। तपाईको उत्तर उहाँसँग छ। युवक भिक्षुले भने, के म जान सक्छु अहिले? म कुर्न सक्दिन। गुरुले टाउको हल्लाउनु भयो। युवक तुरुन्तै यात्रा सुरु गरे। उनी मठको उकालोबाट ओह्रालो झरेर त्यो डाँडाको कठिन बाटो चढ्दै गए। लामो थकाउने यात्रापछि उनी त्यो झुपडीमा पुगे। ज्येष्ठ भिक्षु गहिरो ध्यानमा हुनुहुन्थ्यो। युवकले धैर्यपूर्वक पर्खिए। ध्यानबाट बाहिर आएपछि युवकले नम्रतापूर्वक भने, गुरुजी, कृपया मलाई सहयोग गर्नुहोस्। मेरा विगतहरूले मलाई सधैँ दुःख दिइरहेका छन्। म मुक्त हुन चाहन्छु। ज्येष्ठ भिक्षुले सौम्य मुस्कान दिँदै भन्नुभयो, तिमीलाई उत्तर अवश्य दिनेछु, तर पहिले हामी तल गाउँ जाउँ। एक शिष्यले मध्याह्न भोजनको लागि निम्तो दिएका छन्। जाने तयारी भइरहँदा ज्येष्ठ भिक्षुले एउटा ठूलो ढुङ्गा लिएर युवकको सामु राख्नुभयो। यो ढुङ्गा तिमीले बोक, उहाँले भन्नुभयो। युवकले केही हिचकिचाउँदै आज्ञा माने। ढुङ्गा काँधमा राखेर उनी गुरुलाई पछ्याउँदै तल झर्न थाले। बाटो उकालो, फेदालो, कष्टकर थियो। सुरुमा उनलाई लाग्यो, यो ढुङ्गामा कुनै गहिरो अर्थ छ। त्यसैले उनी दृढ भएर अघि बढे। तर केही समयपछि उनका हात थाक्न थाले, खुट्टा काम्न थाले, निधारबाट पसिना बग्न थाल्यो। गुरु भने हलुका चालमा सहजै हिँडिरहनु भएको थियो। युवकले सोच्न थाले, साह्रै गाह्रो भइसक्यो। तर सायद यही मेरो पाठ हो, सहनै पर्छ। त्यसैले उनले यात्रा जारी राखे। तर जब उनी डाँडाको फेदमा पुगे उनको शरीर थाकेर कमजोर भयो। उभिन समेत गाह्रो भयो। उनले देखे गुरु एउटा रुखमुनि बस्दै मुस्कुराइरहनु भएको थियो। गुरुजी, तपाई किन मुस्कुराइरहनु भएको छ? म त पीडामा छु। यो ढुङ्गाले मेरो यात्रा नरक बनायो। अब कृपया मलाई पाठ बताइदिनुहोस्। ज्येष्ठ भिक्षुले हल्का स्वरमा भन्नुभयो, तिमीलाई कस्तो लाग्यो यात्रा? निकै खराब, युवकले भने। यो ढुङ्गा अत्यन्तै भारी थियो। गुरुले सोध्नुभयो, अनि तिमीले फ्याँकेनौ किन? युवक एकछिन चुप लागे। तपाईले नै त भन्नुभएको थियो, बोक। गुरु फेरि मुस्कुराउनु भयो। मैले तिमीलाई उठाउन भनेको थिएँ, तर सधैँ बोक्न भनेको थिएँ र? तिमी जुनसुकै बेला फ्याँक्न सक्थ्यौ, तर तिमीले दुःख सहयौ, सोच्यौ, आवश्यक छ। त्यो पलमा युवकको आँखा खुल्यो। ज्येष्ठ भिक्षुले थप्नुभयो, जीवन पनि यो यात्रा जस्तै हो। ढुङ्गा तिमीले बोकिरहेको विगत हो, पीडा, पछुतो र चिन्ता तिमीले आफै बोकिरहेका छौ। तर छोड्न त सकिन्छ नि, जुनसुकै बेलामा पनि। जब तिमी छोड्छौ त्यही क्षण हलुका महसुस हुन्छ, स्वतन्त्रता मिल्छ। किन दुःख सहने जब त्यो आवश्यक नै छैन? युवकको आँखाबाट आँसु झर्यो। उनले ढुङ्गा फ्याँके। ढुङ्गा जमिनमा झर्दा उनले मात्र शारीरिक होइन, आत्मिक हलुकोपन महसुस गरे। गुरुले उनको काँधमा हात राख्दै भन्नुभयो, विगत सकिएको छ। यसलाई बाँचिराख्ने एउटै कारण तिमी हौ। छोड र शान्ति आफै तिमीलाई भेट्न आउँछ।
त्यो दिन युवकले जीवनको सबैभन्दा ठूलो पाठ सिके। मुक्ति थामेर होइन, छोडेर प्राप्त हुन्छ। हामी बारम्बार विगतका पीडा, पछुतो र निराशाहरूलाई बोकिरहन्छौं, विश्वास गर्छौं यो हाम्रो कर्तव्य हो। तर साँचो कुरा के हो भने हामीले नै त्यसलाई थामिरहेका छौं। जब हामी निर्णय गर्छौं कि अब यसलाई बोक्दिन, त्यही क्षण हामी स्वतन्त्र हुन्छौं। जीवन सहज र सुन्दर लाग्छ जब हामी त्यस्ता कुरा छोड्छौं जुन अब हाम्रो उपयोगको छैन। त्यसैले विगतलाई छोड्नुहोस्, वर्तमानलाई अँगाल्नुहोस् र भविष्य उज्जवल बनाउनुहोस्। हजुरहरूलाई के लाग्छ, हाम्रो विगत के हो? प्रतिक्रिया दिन नबिर्सनुहोला। यदि हजुरहरूलाई यो कथा मन परे कृपया लाइक र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यसले हामीलाई थप यस्तै कथा बनाउन प्रेरित गर्नेछ। अर्को भिडियोमा भेट्ने बाचा राख्दै अहिलेलाई बिदा माग्छौ। हस्त धन्यवाद। जय नेपाल।